के हो यो हेरे के हो यो नानी गरे यसमा नानी गरे नानीमा चक्लेट होममा नि सेफ डलर What's up guys, welcome back to my channel with another video. त्यही हो म चाहिँ फ्रेस भएर नुहाइ धुवाइ गरेर फ्रेस भएर म गएको जाँदैछु होइन म यहाँ ट्रेन स्टेसन गएको छु पैसा हाल्नु पनि यारमा पैसा छैन यार आएको खाउरी त मा किन्ने होइन ए यहाँ म चार्ज यही मोबाइल हो अब 2500 चढ्यो भर्खर पैसा हाल्यो भर्खर पैसा हाल्यो फेरि हाल्छु डलरै डलर लिएर आफूले हाल्नु मैले पैसा सकिसक्यो घरमा अब ल के हो यार प्लिज वेट अ फ्यु सेकेन्ड भन्छ त मा चार्ज डलरै डलर लिएर आफूले हाल्नु मैले पैसा दिएको तपाईँहरूलाई पैसा सकियो यार यो चाहिँ मेरो सेभिङ गरेको पैसा थियो कि के लास्ट अब म रिचार्ज भने गरौँ होइन पैसा डलरै डलर यहाँ मोबाइल यहाँ राख्नु चाहिँ यहाँ राख्ने त्यो भिडियो अफ हुन्छ कार्ड छैन नि त कार्ड यही मोबाइलमा टप्छु कि त्यो मिल्नु यार गाडी चाहिँ त्यहाँ त खल्किनु त्यहाँ गरिदिन्छ मुला यार पैसा एकैचोटि अघि मैले भात 2000 हालेको थिएँ नारायणी होइन अनि यहाँनिर म 3000 थियो 5000 पुगेको थियो नि त 3000 ल्याम्मै हालिदिएको त मिसिनै बिग्रिरहेको मिसिन मतलब 3000 नलिँदो रहेछ कि सब पैसा फिर्ता 2300 मात्रै लिँदो रहेछ होइन 2300 फेरि हाल्न नमिल्ने यो यिनीहरूको मिल्दैन कि हानसिनतिर चाहिँ मिल्छ यहाँ 2300 हाल्न नमिल्दो रहेछ अनि त्यसपछि फेरि मलाई 300 राखेको 2000 मात्रै हालेँ पछि 1000 हाल्न खोजेको मिल्दैन ओ के हो यो हेरे के हो यो नानी गरे यसमा नानी गरे नानीमा चक्लेट होममा नि ओके यो नेपालमा स्कुल छैन मैले यो नेपालको त्यो डेली जस्तो है नामै नानी यसको नामै नानी चक्लेट नामै चक्लेट 18 भइसक्यो गाडी छैन 20 को ट्रेन छ 2 मिनट भागो गाह्रो छ यार भागे यार जिन्दगीमा अर्को ट्रेनको अर्को लाइनबाट अर्को लाइनमा भाग्यो क्या एकछिन 20 को ट्रेन 19 भइसक्यो मलाई पैसाहरू नभए ओ धेरै खाने फेरि अब त फेरि खाने म चाहिँ आइसक्यो मा ट्याका यस्तो छ क्या जिन्दगी भागे छैन फेरि भोक लगाएर खाना आएको यहाँ के भन्छ यसलाई रामेन खाना खाएर फेरि यार जहिले बिहिबारतिर चाहिँ रामेनै हो कि भोग्ला हुन्छ नि त खत्रै अनि त्यही भएर अनि भोग्ला हुन्छ अनि त्यो आज केटाहरू छैन र आज केटाहरू खोइ किन ढिलो भयो केटाहरू कलेज आउनु ढिलो भयो होला त्यो भएर अहिले एकछिन सर्ट भन्दाखेरि कल गरिदिउँ नि भवानीको चाहिँ स्ट्रबेरीको उयो हो कि स्ट्रबेरीको भनौँ हो कि स्ट्रबेरी मिल्कसेक हो कि यस्तो मिठो हुन्छ कि यता सस हो गाडी चाहिँ होइन आलु भुजिया चिप्स के अरे अस्नी माल त यहाँ त फेरि गाई वाह मिलाको छुट्टी भएर
अनियमित थियो कि यस्तै स्टेसन अनियमित यस्तै 20-25 मिनट बाँकी थियो कि त्यो 25 मिनट छिटो खाएर भन्दा चाहिँ बसाइहाल्छ नि त कामको त्यही भएर ल है गाइस केटाहरू बल्ल आयो उनीहरू दुईजना पुरै झाटुहरू के खाने भने सोचिरह बल्ल आयो मलाई गाइस रात परिसक्यो है कामबाट पनि फर्किसकेँ गाँड फटाएर कामबाट फर्केँ अब घर गएर खाना गरिरहेको छ होइन गर्मी भने त्यस्तै छ होइन गर्मी लास्ट गर्मी छ आजकल मासले बिदै हुँदैन गएकोमा के आज अगाडि गएको फेरि हाम्रो खासै मोबाइल चलाउनु पाउँदैन कि मतलब कसको पनि पाउँदैन त्यो पढाइरहेको बेलातिर केटा लुकलुकी चलाइदिएछ 3 चोटिसम्म भएछ अनि हामी लास्टमा आएर के भन्यो भने अब तिमीहरू अब 3 चोटिसम्म भइसक्यो 2 चोटि चाहन्छ 3 चोटिसम्म भइसक्यो अब एकजनाले गरेर सबैजना फस्यो तिमीहरू भनेर अब एक हप्तासम्म हामी मोबाइलै चलाउनु पाउँदैन कि गएको जाने बेला बिहान नै आएर दिनुपर्छ कि उकेचुकीमा लगेर दिनुपर्छ कि उकेचुकी मतलब रिसेप्सनिस्ट त्यो रेस्टुरेन्ट अगाडि गएर दिनुपर्छ अफिसमा गएर त्यस्तो कि अब क्युकेमा पनि चलाउनु नपाउने कि प्याज मुला बङ्गालीमा त सादी मुला यिनीहरू भनेकै मान्दैन कि पागल हो यिनीहरू थेट तिनीहरूले गरेर मुला अब मोबाइल बुझाउनु पर्छ यार सधैँ एक हप्ता कि फेरि तिनीहरूले गरेर हामीले पनि बुझाउनु पर्छ कि गएको त्यसै त केबिसी छ है त्यो गाइस घर पनि आइसक्यो होइन यता पुरै नास्ता नि भइसक्यो होइन अब पुरै आलु सालु होइन पुरै आलु बोडी छ होइन दाल नि छ यहाँ कालो वाह